यो वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको यो फरेस्टीको जङ्गलभित्र रहेको चित्तलहरूको अवस्था यस्तो अवस्थामा छ। चित्तल अहिले यो दिन प्रतिदिनको घटना, दिनमा एउटा दुईवटा यस्तो हामीले देखिरहेको छौँ। कति कुराहरू जङ्गलभित्रै हुन्छ, हामीले धेरै कुराहरू हामीले देख्दैनौँ। त्यो जङ्गल बाहिरतिर बस्तीतिर नजिक आउँदाखेरि देखिने घटनाहरू यो भुसिया कुकुरले चाहिँ चित्तललाई यो अवस्थासम्म पारेको छ। यसमा अब कसले जिम्मेवार लिने हो र कस्तो खालको एक्सन लिने हो भन्ने कुराहरू सम्बन्धित निकायको ध्यान पुगोस्, किनभने यो धेरै ठुलो घटना हो। जैव विविधताको हिसाबमा हामी वन पढ्ने विद्यार्थीहरूको लागि त यो एउटा राम्रो एउटा ठाउँ प्लेटफर्म हो। त्यसको लागि त्यो एरियामा हामी अध्ययन अनुसन्धान गर्ने ठाउँमै हामीलाई चाहिँ कुनै जनावरले राम्रोसँग इजिली सर्भाइभ गर्न पाएको छैन भनेदेखि हामीले अरू के बनाउन सक्छौँ भन्ने कुराहरू चाहिँ यो हो। त्यो भएको कारणले चाहिँ कसले यसलाई म्यानेज गर्ने हो, यो भुसिया कुकुर म्यानेज गरेर चित्तलको यो अवस्था हुनबाट बचाउनको लागि चाहिँ म हार्दिक आह्वान गर्दछु सम्बन्धित निकायको ध्यान पुगोस्। यस्तो लाचारपन, यो लम्पसारवाद भएर चाहिँ हामीले हेरिराख्ने अवस्था हुँदैन। यो एक दिन होइन, 2 दिन होइन, यसलाई चाहिँ चाँडोभन्दा चाँडो चाहिँ यसको सम्बोधन भएर यसलाई चाहिँ उचित व्यवस्थापन गर्नुपर्छ। चित्तलको म्यानेजमेन्टदेखि लिएर यो भुसिया कुकुरहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने कुराहरूदेखि लिएर हामीले त्यो कुराहरूमा हामी जानुपर्छ भन्ने कुराहरू मलाई लाग्दछ होइन। यो कुराहरू हामीले भिडियो मैले हिजो बेलुका बनाएँ, अहिले अपलोड गर्दैछु। यो कुराहरू चाहिँ हामीले हेर्न जरुरी छ। यो अवस्था कस्तो अवस्थामा छ तपाईँहरूले देखिरहनु भएको छ भिडियो। यो भिडियो हेरेर आफै अनुमान लगाउन सक्नुहुन्छ। यस्ता घटना त प्रत्येक जस्तो दिनमा एउटा दुईवटा चित्तललाई भइरहेको छ यो भुसिया कुकुरले यो फरेस्टी जङ्गलभित्र।